ल गाइस एक्सर्साइज जानु लागेको अहिले चाहिँ आज चाहिँ एक्सर्साइज जानु पर्यो भनेर माथि डाँडासम्म गाइस होइन अब म चाहिँ एक्सर्साइज जानु लागेको तर कोरियामा यस्तो डेभलपमेन्ट छ के बाटोको छेउमा पनि यस्तो गरेर फुल रोप्छ यस्तो दामी होइन सिजन अनुसारको फुल लगाउँछ सिजन अनुसारको फुल फुल्छ त्यही चाहिँ राम्रो लाग्छ मलाई यहाँ बुढीहरूसँग एक्सर्साइज गर्न सक्दैन यस्तो छिटो कुद्छ उकालोमा भने आज जङ्गलमा आएको मजिटो भेटेँ है यहाँ पनि मजिटो हुँदो रहेछ नि ओ माई गॉड मजिटोको त के पो दबाई हुन्थ्यो बिर्सेँ मजिटो हुँदो रहेछ तलबाट आमाम त्यति तलबाट आएको त डाँडा कटेर फेरि फर्किँदै गरेको एक्सर्साइजमा चाहिँ कोरियन बुढीहरूसँग चाहिँ सक्दैन रहेछ गाइस एक्सर्साइज बुढी 50-60 पुगेको बुढी मान्छेहरू पनि यस्तो खतरा हिँड्ने के खान्छ छक्कै पऱ्यो म त यस्तो उकालो आएको गाइस अघि आउँदाखेरि चाहिँ ओ माई गॉड झनै मरे तलबाट यस्तरी गएर यो डाँडा पुगेर आएँ गाइस होइन एक्सर्साइजको लागि सकिन गाह्रो भयो बहुत गाह्रो कोरियामा यति डेभलप गर्छ कि अस्ति भर्खर बनाएको बाटो कति पनि भएको छैन यस्तरी गर्छ कति मेहनत गर्छ कोरियनहरूले सो त्यही भएर नै उनीहरूको देश डेभलप भएको होला हाम्रो नेपालमा त यति साह्रो त मेहनत गरेको त देख्दिनँ नेपालीहरूले बाटोमा पनि यस्तो गरेर बनाएको यस्तो उकालो हिँडेर आएको यो डाँडा पुगेर आयो यहाँबाट यस्तो गएर यो डाँडा पुगेर म चाहिँ ब्याक भएँ यस्तो घर बनाउन मन लाग्यो